घरमा माता तीर्थौसी मनाइसकेपछि हामी ससुरालीतर्फ जान तयार भयौं। हेर्नुहोस् न, नानीले कति मजाले हजुरआमालाई माया गरेर बिदा माग्दैछ। बिरपाडा बजार पुगेर श्रीमती चाहिँ फलको दोकानमा फलफुल किन्न गइन्। म चाहिँ यता लभली स्वीट्स तर्फ मिठाईहरू किन्न गएँ। हृदयपुर बस्ती पुगेर सर्वप्रथम हजुरआमालाई भेट्न गएको त काका काकी अघि नै आएर बसिरहनु भएको रहेछ। आज माता तीर्थौसीको शुभ अवसरमा हामी बडेमालाई मेरी आमालाई भेट्न भन्न आएको थिएँ। यसै क्रममा मेरी छोरी पनि आइपुगी, ज्वाइँ पनि आइपुग्नु भयो है। साह्रै खुसी लाग्यो। अनि सालै नै मनाउनु पाइयोस् है, एकदम सालै पछि मनाउन पाइयोस्। बडेमाला अझै कमसेकम 50 वर्षसम्म टिका लगाएर नयाँ नयाँ नाइटी लगाइदिनु पाऊँ। उहाँ चाहिँ मेरो हजुरआमा ससुराबाको आमा हुनुहुन्छ र उहाँलाई आज माता तीर्थ औँसीको उपलक्ष्यमा भेटी टिका लगाइदिएर लभलीबाट ल्याएको स्पेशल मिस्टी पनि खुवाइदिउँ र मैले पनि हजुरआमालाई टिका लगाइदिएर उपहार स्वरूप एउटा च्यादर ओढाइदिएँ र यसरी नै सालै नै माता तीर्थ औँसी मनाइरहन पाइयोस् भनी ईश्वरसँग कामना गरेँ। यसै अवसरमा जालापाडाबाट आउनुभएका काका काकीसँग पनि भेटेर धेरै खुसी लाग्यो र हामीले रमाइला कुराकानी गर्यौं। त्यसपछि हामी ससुराली आएर सासूआमालाई भेटेर श्रीमतीले टिका लगाउँदै मुख हेरिन् र मिठाई खुवाएर केही उपहार पनि दिइन्। मैले पनि आमालाई टिका लगाइदिएँ र मिठाई खुवाइदिएँ। नानीले पनि हजुरआमाको मुख हेर्दै टिका लगाइदियो र ढोग्यो। त्यसपछि आमाले हामीले ल्याइदिएको लुगा लगाएर पनि देखाउनु भयो। हेर्नुहोस् त कति राम्रो सुहाएको आमालाई। र अब हामी माउलाको हजुरआमालाई भेट्न गयौँ। हजुरआमा बिचारा बिरामी हुनुहुँदो रहेछ र पनि हामीले टिका लगाएर हजुरआमाको मुख हेऱ्यौँ। हजुरआमालाई दमको समस्याले सताइरहेको रहेछ र मैले उहाँको निम्ति एउटा च्यादर ल्याइदिएको थिएँ। हजुरआमाले पर्दैन, नातिनीको खान मिल्दैन, पच्दैन बाबु, नदेऊ भन्नुभयो। तर मैले भने होइन हजुरआमा, आजको दिनको त पच्छ है भन्दै उहाँलाई ओढाइदिएँ र उहाँले पनि आज औँसीको दिन म ज्वाइँलाई टिका लगाइदिन्छु भनी टिका लगाएर आशीर्वाद दिनुभयो।